र भर्खरै मैले स्क्रिन पनि सेयर गरिरहेको छु हेर्नुस् त देखिन्छ सर देखिरहेछ ओके गुड सो अहिले जतिजना 5 जना हुनुहुन्छ बाँकी जनाहरूले बीच-बीचमा जोइन गर्दा नि भयो जुन हामी क्लास गर्नेछौँ यसको मैले रेकर्डिङ पनि तपाईहरुलाई प्रोभाइड गर्नेछु र जे कुरा मैले यहाँ लेख्नेछु त्यसको पीडीएफ पनि प्रोभाइड गर्नेछु तर तपाईहरुले पढ्दाखेरि जे मैले गराउँछु आफ्नो कपीमा नोट गर्दा राम्रो सो सबैले कपी र पेन लिएर बस्नु होला र बुझिदैन भने त्यतिखेर नै सोध्ने अब क्लास जस्तो छैन कि तपाईहरुको कुरा म सुन्दिन पछाडीतिर बस्ने अगाडितिर बस्ने भन्ने यसमा हुँदैन सो आफूले माइक अन गरेर बोल्दा हुन्छ सोध्ने बेलामा ठीक छ सबैजनाले एकचोटी आफ्नो माइक अन गरेर बोल्नुस् त कतिजनालाई माइक अन गर्न नआएको पनि हुन सक्छ निश्चलको सुनियो ऋषिको पनि सुनियो सिद्धिको पनि सुनियो ठीक छ अरु गुड मर्निङ सर प्रवीण सर गुड मेरोमा मर्निङ देखिन्छ गुड मर्निङ सर एकछिन सिद्धि शर्मामा के देखिएन भन्नुभयो हजुरले स्क्रिन शेयर गर्नु भएको छ नि त्यो देखाएन ओके ओके म्युट गर्ने अब ठिक छ म फेरि एकचोटि सेयर गर्छु सायद देखिन सक्छ अब चाहिँ गर्नुस् त देखिएको छ होला देखियो ल गुड यस पछाडि हुनुहुन्छ तमन्ना सबै ठिक छ नि हजुर सर सब ठिक छ अनि आराध्या सिंह हजुर सर ठिक छ ओके गुड सो अब हामी स्टार्ट गरौँ है हाम्रो चेक पार्ट्सहरु ठिक छ ल त फर्स्टमा हामीले डेरिभेटिभ पढ्दाखेरि डेरिभेटिभ हो के जान्नुपर्ने हुन्छ अस्ति नै हामीले सबै त गरेकै हो तर किनकि नयाँ क्लास छ हामीले बेसिकबाट जान्छौँ डेरिभेटिभ केलाई भन्छौँ र डेरिभेटिभ चाहिँ हाम्रो रियल लाइफमा कहाँ कहाँ युज हुन सक्छ यो आउने भनेको एक्जाममा डेरिभेटिभ के हो त एक्जाममा सोध्छ अरु कुराहरु चाहिँ जानकारीको लागि ठिक छ हामीले जानिराख्नुपर्छ कुनै पनि कुरा पढ्दाखेरि सो डेरिभेटिभ भनेको कुनै एउटा पोइन्टमा निकाल्यौं भने त्यसको मिनिङ के हो त डेरिभेटिभ एट अ पोइन्ट एउटा कुनै मैले पोइन्टमा निकाल्छु भने यसको मिनिङ बुझ सिम्पल रूपमा एउटा म ग्राफ बनाउँछु र त्यहाँबाट तपाईहरुले बुझाउन कोसिस गर्छु हामीले कुनै एउटा कर्व बनाइदियौं एकछिनको लागि लेट्स सपोज यो पनि कर्व छ र म कुनै एउटा पोइन्टमा डेरिभेटिभ निकाल्न खोज्दैछु लेट्स सपोज यो पोइन्ट हो त्यो त कुनै पोइन्टमा डेरिभेटिभ निकाल्नु पर्यो भने जियोमेट्रिकली यसलाई कसै गर्न मिल्छ यहाँनिर एउटा टेन्जेन्ट ड्रा गर्दिने हामीले सिम्पली टेन्जेन्ट ड्रा गरिसके पछाडि यहाँनिरको हामीले के गर्नुपर्छ एंगल मेजरमेन्ट गर्नु पर्यो कोसँग त एक्स एक्सिस सँगको एक्स एक्सिस सँग एंगल मानौं थीटा छ अब मैले यो एंगलमा tan लगाइदिन्छु सो tan थीटा आउँछ र tan थीटा भनेको के हो स्लोप हो हामीले बच्चा क्लास 9 10 मा पढाएको छौं स्लोप अफ टेन्जेन्ट भनेर हो कि नै भन्नु त कुनै एउटा पोइन्टमा स्लोप अफ टेन्जेन्ट निकाल्यौं भने जसलाई हामी m भन्ने गर्थ्यौं त यो भनेको कति हुन्छ tan थीटा हुन्छ यहाँसम्म कुरा क्लियर छ अब हामी के भन्छौं स्लोप अफ टेन्जेन्टलाई नै हामी डेरिभेटिभ भन्ने गर्छौं यति कुरा हो dy upon dx कुन पोइन्टमा निकाल्दै छु म लेट्स सपोज यो पोइन्टको नाम मैले p भन्दिए यसको कोअर्डिनेट होला x1, y1 समथिङ जेसुकै होला सो यो डेरिभेटिभ निकाल्छु मैले यही पोइन्टमा x1, y1 मा भने त्यो भनेको त्यसको स्लोपसँग इक्वल हुन्छ त्यहाँनिर टेन्जेन्ट ड्रा गर्ने यहाँनिर मैले एउटा भर्टिकल लाइन ड्रा गरेको छु नि र यहाँनिर पोइन्ट लेखेको छु हो यसको मिनिङ के हो dy upon dx एट दैट पोइन्ट हो के कुन पोइन्टमा त x1, y1 मा सो यति कुरा बुझे पुग्छ कसैले पनि सोध्यो भने डेरिभेटिभ भनेको के हो त डेरिभेटिभ भनेको स्लोप अफ टेन्जेन्ट हो कुन पोइन्टमा जुन पोइन्टमा म डेरिभेटिभ निकाल्दै छु फेरि भन्नुस् त तपाईहरु डेरिभेटिभ भनेको के हो स्लोप अफ
टेन्जेन्ट स्लोप अफ टेन्जेन्ट टेन्जेन्ट एट दैट पोइन्ट जुन पोइन्टमा हामीलाई डेरिभेटिभ चाहिएको छ चाहियो पी पोइन्टमा चाहिएको छ भने पी पोइन्टमा स्लोप अफ टेन्जेन्ट हेर्छौँ क्यूमा चाहिएको छ भने क्यू पोइन्टमा स्लोप अफ टेन्जेन्ट हेर्छौँ सो यहाँसम्म कुरा सबैले बुझ्नुभयो होला अब कुरा हुन्छ डेरिभेटिभको फर्मुलाहरूको हुन त तपाईँहरू सबैले याद गर्नुभयो होला कतिजना बिर्सिनु भयो होला के छ होइन सो म सरल एकचोटि लेख्दै जान्छु तपाईँहरूको रिभिजन जस्तो होला फर्मुलाहरूको चाहिँ सो के फर्मुलाहरू छ त्यो हेरौँ सुरुमा हामी भन्छौँ कुनै कन्स्टेन्ट छ त्यसको डेरिभेटिभ कति हो 0 0 कन्स्टेन्टको 0 हुन्छ x को हो। डेरिभेटिभ कति हुन्छ 1 x को डेरिभेटिभ 1 हुन्छ त्यसै गरी x टु द पावर n को कति हुन्छ x को पावर n nx को पावर n minus 1 गुड n x टु द पावर n minus 1 त्यसै गरी log x को डेरिभेटिभ कति हुन्छ 1 by x 1 by x 1 by x ठीक छ यसमा प्लस सी हुँदैन है हामी इन्टिग्रेसन पनि क्लासमा स्टार्ट गरेका छौँ त नझुकिनु होला डेरिभेटिभमा प्लस सी हुँदैन इन्टिग्रेसनमा हुन्छ यस 5 नम्बरमा जाउँ यदि मैले e टु द पावर x को डेरिभेटिभ गर्छु भने यो कति होला e टु द पावर x नै हुन्छ ठीक छ त्यसै गरी यदि कुनै के छ र यो फंक्सनमा मल्टिप्लाई भएको रहेछ यदि मैले यसको डेरिभेटिभ गर्छु भने के बाहिर dfx अपन dx भयो ठीक छ नि कुरो 7 नम्बर d अब हामी मानौँ कि u प्लस v को गर्दैछौँ यो कति हुन्छ u को डेरिभेटिभ गरिदिने अब यसै फर्मुलामा म अर्को माइनस वाला लेखिदिन्छु यदि यहाँ माइनस छ भने यहाँनिर माइनस गरिन्छ ओके त्यसै गरी 8 नम्बरमा जाउँ 8 नम्बरमा मैले के गर्न सक्छु u इन्टु v यसलाई हामी प्रोडक्ट रुल भन्छौँ र मैले एक्जाममा सोधेको थिएँ यसलाई के भन्छौँ हामीले प्रोडक्ट रुल सो u इन्टु v को डेरिभेटिभ भनेको के हो सिम्पली u को डेरिभेटिभ इन्टु v प्लस डेरिभेटिभ इन्टु u ओके अब 9 नम्बरमा एउटा हेरौँ u बाई v को डेरिभेटिभ कति हुन्छ u को डेरिभेटिभ इन्टु v माइनस v को डेरिभेटिभ इन्टु u बाई v स्क्वायर यो फर्मुलाहरू हामीले कन्ट गर्नै पर्छ यसको कुनै उपाय छैन कन्ट नगरिकन हामीले एउटा अर्को तरिका छ जसलाई फर्स्ट प्रिन्सिपल भन्छ तर त्यो झन् लेन्दी हुन्छ र त्यो क्वेसनमा भन्यो भने मात्रै गर्छौँ नभनेको बेला त फर्मुलाबाट नै गर्ने त्यही यो सबै याद गर्नुपर्छ तपाईहरुले अरु के छुट्यो हाम्रो साइन कस टेनहरु बाहेक अरु के छुट्यो सबै ठीक छ त्यसो भए अब लेखौं 10 नम्बरमा साइन x को डेरिभेटिभ म एकैचोटी लेखिदिन्छु cos को पनि tan को पनि cot को पनि sec र cosec यसरी लेख्न चाहिँ मिल्दैन किनकि तपाईहरुले मैले क्लासमा सबै गराइसकेको छु अलिअलि आइडिया त छ डेरिभेटिभ त छुटा छुटा यसरी लेख्नुपर्छ कमा दिएर कहाँ लेख्न मिल्छ त्यही भएर बुझ्नको लागि यसरी गर्दै छु साइन को डेरिभेटिभ कति हुन्छ cos हुन्छ र cos को डेरिभेटिभ कति हुन्छ माइनस sin x हुन्छ tan को कति हुन्छ sec स्क्वायर x हुन्छ cot को कति हुन्छ माइनस cosec स्क्वायर x हुन्छ sec को sec x into tan x र cosec को minus cosec x dot cot x
ल यो 6 वटा कुराहरू छ साइनको कस कसको माइनस साइन यसमा कुन कुन कुरामा हामीले बढी ध्यान दिनु पर्यो त हेर्नु होला जुन क्वेशनको लेटर सी बाट स्टार्ट भएको छ नि हो त्यसको एन्सर जुन हुन्छ माइनसमा हुन्छ हैन सी वाला स्टार्ट भयो भने कर्जामा छ बुझ्नु होला र कर्जामा त माइनस हुन्छ त्यही भएर यो सब माइनस ठीक छ कुरो सबैलाई याद भयो Yes, sir. अब नेक्स्ट मा जाम त्यसो भए यसको इन्भर्सहरू छ 11 नम्बर यदि म साइन इन्भर्स x cos इन्भर्स x tan इन्भर्स x cot इन्भर्स x sec इन्भर्स x र cosec इन्भर्स x यो 6 वटा कुराको म डेरिभेटिभ निकाल्न खोज्दैछु भने कति होला त sin इन्भर्स x को हुन्छ 1/√1 minus x square cos इन्भर्स x को minus 1/√1 minus x square tan इन्भर्स को कति हुन्छ 1/1 plus x square cot इन्भर्स को minus 1/√1 त हुँदैन simply 1 plus x square sec इन्भर्स x को 1/x √x square minus 1 cosec इन्भर्स को minus 1/x √x square minus 1 ल यहाँ पनि त्यही सोच्नु होला जुन जुन सी बाट स्टार्ट भएको छ सी भनेको यहाँ हुनुहुन्छ यता cot र यता cosec यो सबैको एन्सर माइनसमा हुन्छ ल हामीले घोक्नुपर्ने फर्मुलाहरू डेरिभेटिभमा लगभग यति नै हो एउटा एक्स्ट्रा चाहिँ लेखिहाल्नुहोस् मोडुलसको चाहिँ मोडुलस अफ एक्स को जुन डेरिभेटिभ हुन्छ त्यो चाहिँ मोडुलस अफ एक्स बाई एक्स हुन्छ अथवा एक्स बाई मोडुलस अफ एक्स हुन्छ तर एक्स को भ्यालु 0 चाहिँ हुनु हुँदैन दुईटा एन्सर छ जुनसुकै भन्दा हुन्छ दुवै खासमा एउटै कुरा हो मोडुलस अफ एक्स बाई एक्स लेखे नि भयो एक्स बाई मोडुलस अफ एक्स लेखे नि भयो सबै फर्मुलाहरू नोट गर्नुभयो तपाईहरुले भयो भन्नुस् खै त कोही बोल्नुहुन्न त सर यो भइसक्यो सर फर्मुला के भन्नुभयो एकजनाले मैले बुझिनँ कुरा भइसक्यो छ ए ल त्यसो भए क्वेसन गरौँ अब र मलाई चाहिँ मलाई भन्दा नि ग्रुपमै पठाउनु भएको छ क्वेसन निशालले सो 1 नम्बर कहिले नगरौँ डाइरेक्ट 2 नम्बरमा जाउँ हामी एक्सरसाइजको फर्स्ट एक्सरसाइज 16.1 को 2 नम्बर अब तपाईहरुसँग घरमा त बुक पनि होला त्यसो भए
हेरौँ 2 नम्बर एक्सरसाइज 16.1 सो 2 मा के भन्दैछ फाइन्ड द डेरिभेटिभ्स अफ द फलोइङ पहिलो क्वेशन रहेको छ x को पावर 5 भनेर सो हामीले यसको डेरिभेटिभ निकाल्नु पर्यो त डेरिभेटिभलाई हामीले लेख्दाखेरि त के भन्छौँ यो i नम्बरको खासमा d कसको डेरिभेटिभ x को पावर 5 को तर हामीले विथ रिस्पेक्ट टु x गर्छौँ किनकि भेरिएबल यसमा x छ ल त्यसो भए x को पावर 5 को डेरिभेटिभ गर्नु पर्यो भने कुन फर्मुलाले हुन्छ माथि हामीले थुप्रै फर्मुला लेख्यौं x को पावर n गुड power n. x को पावर n को डेरिभेटिभ कति हुन्छ फर्मुला अनुसार n x को पावर n minus 1 On x power n minus 1. ठीक छ अब n कति छ अहिलेको केसमा 5 5 छ त फर्मुलाले भन्छ पहिला n लेख्नुहोस् त मैले n भनेको 5 लेखेँ त्यसपछि भन्छ x लेख्नुहोस् त x लेखेँ र त्यसपछि n - 1 भनेको 5 - 1 लेखेँ त्यसो भए क्याल्कुलेसन गर्दिम यसको कति हुन्छ 5 x को पावर 4 हुन्छ बुझियो सबैले यो जुन फर्मुला छ यसको क्रेडिट दिइराख्नु पर्दैन तपाईहरुलाई बुझाउनको लागि मात्रै हो यहाँ लेखेको लेख्नु पर्दैन त्यसो यदि यो बुझ्नु भयो भने तपाईहरुले अब आई गर्नु पर्यो आई हजुर सेकेन्ड नम्बर यसैको यस हुन्छ क्वेशन रहेको छ 5x टु द पावर 7 7 x 6 गर्ने गरिसकेपछि एन्सर कति आयो अनि त्यो भन्दा हुन्छ बरु 35 x पावर 6 ठीक छ त हामी डेरिभेटिभ गर्दै छौं 5x टु द पावर 7 को अपन dx आयो पहिलो भन्नुहोस् यो कुन फर्मुलामा जान्छ x बल्ला के थियो नि त्योमा हो k डट fx मा जान्छ के भनेको कन्स्टेन्ट हो यदि त्यो कुनै भेरिएबलमा मल्टिप्लाई भएको छ फंक्सनमा मल्टिप्लाई भएको छ भने हामी यो k लाई बाहिर निकाल्दिन्छौं k डट fx dfx अपन dx मा त त्यस्तै अहिलेको केसमा k भनेको 5 रहेछ त 5 भन्ने कुरा बाहिर आयो बाँकी रह्यो हाम्रो x को पावर 7 सो यसको डेरिभेटिभ हामी गर्छौं यो 5 इन्टु अब फेरि यो x को पावर n भयो x को पावर n को फर्मुला त हामीलाई यहाँ थाहा छ यही हो n भन्ने कुरा चाहिँ 7 रहेछ x को पावरमा 7 - 1 भयो सो 5 7 जा 35 35 x को पावर 6 हुन्छ यही एन्सर भयो सबैजनाको यति आयो आयो अब तपाईहरुले थर्ड नम्बर गर्नुस् ट्रिपल आई थर्ड नम्बर Hmm. 3x square minus 5x plus 7 3x square minus 5x plus 7 मिल्ट गरेर गर्ने म सोध्दाखेरि Yes, मात्रै sir. भन्नु minus त्यसको डेरिभेटिभ 1 यसको 0 नभन्ने नभन्ने x minus 5 आयो 6x minus 5 आयो नि सर हजुर ठीक छ अरूले नि गर्दाखेरि एन्सर आइसक्यो भने भन्नु होला प्रवीणको एन्सर आयो
प्रवीण पूर्णिमा जोशी भन्नुहोस् तपाईहरुको आन्सर आयो कि नै हाम्रो क्लासमा हुनुहुन्छ तर के भयो निश्चल बाहेक अरु कोले आन्सर निकाल्नु भयो निकाल्नु मेरो प्रवीणको निस्क्यो कति सर आयो ओके प्रवीणको कति आछ कति आज उम्, 6x मा ठिक छ 6x minus 5 ल सबैको आयो कोही हुनुहुन्छ जसको आएन भन्नुहोस् है कोहीको आएको छैन भने भन्नु होला ल अब चाहिँ आइबी गर्नुहोस् त्यसो भए आइबी गर्नुहोस् त आइबीमा 3x क्यूब प्लस 2x minus 1 छ र डिभाइडमा रहेछ 2x स्क्वायर अब घरमा तपाईहरुसँग रजिस्टर होला पहिला गर्नुभयो होला साथीबाट सारेर भयो नि के गरेर त्यो चाहिँ हेरेर चाहिँ अहिले नगर्नु होला अहिले हामी एकदम बुझेर बुझ्दैन भने सोध्नु होला त्यही हिसाबले गर्ने सारेर नगर्नु होला यो गिवन क्वेशन जुन छ अलिकति u by v जस्तो देखिरहेछ के हामी यसलाई सिम्पल बनाउन सक्छौं अरु तरिकाले आकि u by v नै ल्याइदिउँ डिभाइड गरेर गर्न मिल्दैन हो 2x स्क्वायर किनकि यो तल एउटा मात्रै सबैले टर्म divide रहेछ त यो तीनटैमा डिभाइड गर्न पाइयो यदि डिभाइड गर्यो भने सजिलो होला म के गर्छु यो जुन गिवन क्वेशन छ यसलाई पहिला y लेट गरिदिन्छु अलि सिम्प्लिफिकेसनको आवश्यकता रहेछ त्यही भएर अनि यो छुटा छुटै डिभाइड गर्छु म 3x क्यूब by 2x स्क्वायर अनि 2x मा 2x स्क्वायर ले डिभाइड गर्दिउँ र 1 मा पनि 2x स्क्वायर ले डिभाइड गर्दिउँ सो यो हुने रहेछ 3/2x 2 काटिने रहेछ 1/x अब 1/x भन्नु ठिकै हो तर माथि लगेर डेरिभेटिभ गर्नुपर्ने हुन्छ सो x को पावर -1 नै लेख्दिए यो 1/2 x को पावरमा -2 त यो चाहिँ हाम्रो y आउने भयो अब हामी यसको डेरिभेटिभ गर्छौं therefore dy/dx equals to सबैलाई तपाईले डेरिभेटिभ गर्नु पर्यो x को पावर -1 1/2 x को पावर -2 upon dx फर्मुला जान्छ u plus v वाला अथवा u minus v वाला यो सबै हाम्रो छोटा छोटै डेरिभेटिभ गर्नु पर्यो प्लस र माइनसमा छुट्याउन पाइन्छ अब यस पछाडी तपाईहरुले हेर्न सक्नुहुन्छ यहाँनिर k डट fx जस्तो देखिरहेछ त के भन्ने कुरा 3/2 बाहिर आउँछ अनि x को डेरिभेटिभ गर्नु पर्यो यहाँनिर डेरिभेटिभ गर्दा भयो -1 बाहिर आउँछ अब यसरी नलेख्नु होला किनकि यहाँ प्लस र -1 अलि राम्रो देखिदैन ब्र्याकेटमा लेख्नु पर्ने भयो सँगै लेख्न मिल्दैन दुईटा अपरेटर सो n -1 n आफैमा -1 थियो फेरि फर्मुलाको -1 आयो यहाँनिर 1/2 छ यो बाहिर निस्कियो x को पावर -2 को हामीले डेरिभेटिभ गर्छौं सो यो जुन भ्यालु छ 3/2 x को डेरिभेटिभ हाम्रो 1 भयो प्लस इन्टु माइनस माइनस हुन्छ 1 चाहिँ नलेख्ने भयो इन्टुमा x को पावर -2 हुने भयो यो पनि फर्मुलाले अब -2 बाहिर निस्क्यो र x को पावरमा -2 -1 भयो सो यो आउँछ 3/2 x को पावरमा -2 माइनस माइनस मल्टिप्लाई भएर प्लस हुन्छ र 2 र 2 काटिने रहेछ यो 2 र यो 2 x को पावरमा -3 आउँछ यतिकै आन्सर छोडिने हुन्छ तपाईलाई मनसम्म यो x को पावर -2 लाई तल ल्याउँछु भने
तल ल्याउने भयो तर यदि ल्याउनु भयो भने माथि हुन्छ 1 तल आउँछ x को पावर 2 यो तल आउँछ x को पावर 3 एलसीएम पनि लिन मन छ भने एलसीएम लिँदा हुन्छ तर यतिकै छोड्दा नि भयो केही फरक पर्दैन लेख्नुस् लेख्नु भयो सबैले लेखिसक्यो सर ओके अब तपाईहरुले भी नम्बर ट्राई गर्नु पर्यो 2 को भी 2 को भी सबैले गर्नुस् त अहिले क्वेशन छ 2 into x को पावरमा 3/4 minus 3x को पावर 1/2 minus 5 x को पावरमा 1/4 भइसक्यो Yes, sir. सर भएन गरिदिनुस् न ओके हेर अहिले हामीलाई त यो कुन फर्मुलाबाट गर्नुपर्छ होला डेरिभेटिभ भन्नुस् त
U minus V. यु माइनस बी जस्तो छ तीनवटा टर्म छ अब यसको डेरिभेटिभ गर्दाखेरि पहिला म लेख्छु डी 2x को पावर 3/4 minus 3x को पावर 1/2 minus 5x को पावर 1/4 अनि यो सबैमा dx ले डिभाइड गरौँ अब यो u minus b जस्तो छ त्यही भएर छुटा छुटै मैले यसलाई सेपरेट गरिदिन्छु by dx भयो माइनस छ 3x को पावर 1/4 by dx फेरि माइनस छ यो 1/4 हैन यो 1/2 रहेछ 5x को पावरमा 1/4 अनि dx अब यसमा हामीले कुन फर्मुला लगाउनु पर्छ होला A dot fx. And हो त यो 2 भन्ने कुरा के छ मल्टिप्लाई छ त्यही भएर बाहिर निस्क्यो सो बाँकी रह्यो x को पावरमा 3/4 त्यसै गरी यता पनि 3 कन्स्टेन्ट छ बाहिर आउँछ बाँकी रहन्छ हाम्रो x को पावरमा 1/2 By 2. यहाँ पनि 5 मल्टिप्लाईमा छ बाहिर आउँछ x को पावरमा 1/4 upon dx यहाँनिर 2 ठिक छ इन्टु फर्मुला अनुसार x को पावर n अनुसार लगाउनु भयो भने n बाहिर आयो By र 4. x को पावरमा n - 1 minus 1. 3 इन्टु n x को पावरमा n - 1 n x को पावरमा n - 1 अब जोडघटाउ गर्नु पर्यो र मल्टिप्लाई डिभाइड पनि सो यहाँनिर 2 2 जा 4 हुने रहेछ सो यो आयो 3/2 x को पावरमा -1/4 यहाँनिर हुन्छ -3/2 x को पावरमा -1/2 यो हुन्छ 5/4 x को पावरमा -3/4 सट साइन नगर्दा नि हुन्छ सर के भन्नुभयो सर त्यति नै आन्सर यता हुन्छ र अब के त्यही त गर्ने बुकमा यसलाई तपाईहरुले तल ल्याएर प्लस बनाउनु भयो होला एलसीएम लिनु भयो होला हैन पर्दैन यतिकै छोड्दिनु हुन्छ यतिकैमा छोड्दा हुन्छ बुकको एन्सर चाहिँ मिलाएर दिएको होला सायद हैन एलसीएमहरु लिए गर्नु पर्दैन त्यत्रो दुःख गर्नु हुँदैन सबैले बुझ्नु भएको छ भन्नुस् यस सर Yes, sir. अब तपाईहरुले भिआई गर्नुस् त आईबी जस्तै हो त्यो भिआई पनि त्यो ट्राई गर्नुस् टू एक्स प्लस 3 times x को पावरमा 1/4 प्लस x को पावरमा 1/2 प्लस 1 तल छ तपाईको x को पावरमा 1/4
प्राय एन्सर आयो कसको आएन त्यो भन्नुहोस् कोही हुनुहुन्छ अरू जसको भनेन भिआई जसले गरिसक्नु भएको छ फोटो खिचेर व्हाट्सएपमा पठाउनुहोस् ग्रुपमै म हेर्छु अथवा मलाई पर्सनली पठाए नि भयो त्यहाँ पठाउन अप्ठ्यारो लाग्छ भने एट वाई इक्वल्स टू ठिक छ डिभाइड गर्नुभयो 3/4 2/2 1/। तपाईँले क्वेसन गलत सार्नु भएको छ कि क्या हो कि मैले गलत सारे आराध्याले जुन लेख्नु भएको छ नि यो 1/2 को हजुर सर। ठाउँमा 1/3 लेखे जस्तो छ है 1/2 पछि को- 1/3 लेखेको छु ओके ठिक छ त अब म 1/3 कै लागि चेक गर्छु ठिक छ कि नै तर 1/3 भएको भए त त्यो माइनस गर्दा 1/4 आउँदैन त सो 1/2 नै लेखिहाल्नु तपाईँको बाँकी ठिक छ र एउटा अझै मिस्टेक देख्यो पर्खिनुहोस् सेकेन्ड स्टेपमा 1 - 1/4 लेख्नु भएको छ त्यो हुँदैन लास्ट बेलामा त्यो 1 चाहिँ हुँदैन सिम्पली तपाईँको -1/4 मात्रै हुनुपर्ने -1/4 ल मैले पठाइदिएछु फोटो त्यसमै मार्क गरेर मिस्टेक भएको ठाउँमा अर्को जुन छ डेरिभेटिभ गर्दा 2 बाहिर आयो 3/4 निस्क्यो 3/4 - 1 3/2 3/1/2 बाहिर आयो -1/2 1/4 - 3/4 -1/4 -5/4 बाँकी चाहिँ ठिक छ अब निश्चलको x को पावर 3/4 कति केयरकार गरेछ निश्चलले 1/2 गलत भएछ 2 into -3/4 माइनस त होइन होला नि त प्लस होला तपाईले के गर्नु भएको रहेछ x बाई x को पावर 1/4 माथि गएर माइनस हुन्छ 1/4 1 बाट भनेर 3/4 प्लसमा आउँछ नि तपाईँ माइनस चाहिँ किन लेख्नु भएको छ त्यो माइनसले बिगार्यो तपाईँको सुरुको बाँकी चाहिँ 1/2 ठिक छ 1/4 पनि ठिक छ -1/4 पनि ठिक छ त्यही कुरा हो सुरुमा जुन तपाईँको माइनस लेख्नु भएको छ त्यो कारणले बिग्रेछ है यो माइनस हुँदैन यो माइनस हुँदैन यो माइनस हुँदैन मैले मार्क गरेर पठाइदिएँ अब गोविन्दजीको क्लियर त त्यति छैन बुझ्न कोसिस गर्छौँ माइनस प्लस प्लस भने ठिक छ 1/2 ठिक छ अङ्क गोविन्दजीको ठिक देखिरहेछ गुड सो भनेपछि तीनजनाले मात्रै गर्नुभयो अहिले निश्चल आराध्या र गोविन्द बाँकी जनाको के छ खबर गरिदिनु पर्छ मैले भन्नुहोस् त सर गरिदिनु न ल यसो भयो यसलाई पहिला लेट गरौँ यसलाई सिम्प्लिफाई गर्नुपर्ने भयो होइन भने u/v-बाट नि गर्न मिल्छ नमिल्ने होइन तर म u/v यस्तोमा त किन अप्लाई गरौँ भन्ने भयो सिम्पली डिभाइड गरेर गरिदिन्छु सो
यहाँ छ 2x यसमा डिभाइड तर हुन्छ योमा x को पावर के हुन्छ होला 1 नि by 4 के भन्नुभयो u by u बाट पनि गर्न मिल्छ र यो क्वेशन मिल्छ एउटा अझै कुरा है यहाँ त क्वेसनमा 1/4 मैले लेखेको छु 3/4 हो र तपाईहरु 3/4 लेख्नु भएको रहेछ हो रहेछ सो यसलाई म 3/4 बनाइदिन्छु बाँकी त ठिकै छ ल त्यस पछाडि यो छ 1/2 x को पावर 1/4 1/x को पावर 1/4 u by v बाट मजाले मिल्छ नि माथिको u तलको v गर्न पाइयो 1 minus 1/4 भयो 3/4 बाट 1/4 माइनस हुन्छ र यहाँनिर 1/2 बाट 1/4 चाहिँ माइनस हुन्छ र यो माथि माइनस भयो भने माइनस 1/4 आउँछ सो यो हुँदो रहेछ हाम्रो 3/4 यो हुन्छ 2/4 भनेको 1/2 माइनस त हुँदैन प्लस 1/4 र यो x को पावरमा माइनस 1/4 यो चाहिँ हाम्रो y आयो अब तपाईहरुले यसको डेरिभेटिभ गर्न सक्नुहुन्छ therefore dy upon dx equals to x को पावर 3/4 plus 3x को पावर 1/2 plus x को पावर 1/4 plus x को पावर minus 1/4 upon dx म अलिकति सबै स्टेप्सहरु देखाएर गर्दैछु तपाईहरुले सक्नुहुन्छ भने स्किप गर्दा नि हुन्छ यो सबै छुट्टा छुट्टै गर्नु पर्यो अब 2 बाहिर आउँछ र 3/4 को कुराको डेरिभेटिभ गर्नुपर्छ यसमा 3 बाहिर आउँछ x को पावर 1/2 को डेरिभेटिभ गर्नुपर्छ यसको डेरिभेटिभ गर्दा 1/4 बाहिर आयो 1/4 minus 1 हुन्छ यसमा minus 1/4 बाहिर आउँछ minus 1/4 minus 1 लेख्नु पर्यो त्यसै गरी यसमा 3/4 बाहिर आउँछ x को पावरमा 3/4 minus 1 लेख्नु पर्यो यसमा 1/2 बाहिर आउँछ पावरमा 1/2 minus 1 यो चाहिँ तपाईको -3/4 होला र यो चाहिँ -5/4 सो यहाँनिर हामीले 2 to the 4 काट्न मिल्ने रहेछ सो 3/2 x को पावर -1/4 यो चाहिँ 3/2 x को पावर -1/2 1/4 x को पावर 3/4 अनि -1/4 x को पावर -5 यतिकै आन्सर छोड्दा हुन्छ लेख्नुस् जसले गर्नु भएको छैन उहाँले लेख्नु पर्यो
भएपछि भन्नु होला। के छ भइसक्यो कि? भयो? अरे जसको भइसकेको छ बोल्ने, कसैको बाँकी छ भने बोल्नु पर्यो बरु। भइसक्यो सर। कसैको बाँकी छ? छैन होला। अब 2 नम्बर जस्तै चाहिँ 3 नम्बर नै हो। त्यहाँ माथि टाइटलमा पढ्नुभयो भने प्रोडक्ट रुल भन्छ युज गर्नुलाई। तर एक्जाममा त्यसरी रुल युज गर भनेर आउँदैन। सो आफूले डाइरेक्टली गर्न सक्नुहुन्छ भने डाइरेक्टली गरे नि भयो। 3 नम्बरको क्वेसन एउटा हेरौँ त। आई नम्बर नै फर्स्ट क्वेसन रहेको छ 3x² टाइम्स 2x - 1। प्रोडक्ट रुल पनि युज गरेर गर्न मिल्यो, डाइरेक्टली गर्दा नि हुन्छ। त पहिला म डाइरेक्टली गरेर तपाईँहरूलाई देखाउँछु। सो यसलाई मैले y मानिदिएँ। अब के हुन्छ, यतिकै गर्नु छ भने अफकोर्स u इन्टु v नै मानेर गर्नुपर्ने हुन्छ, अरू उपाय छैन। तर म के सोचिरहेको छु, यो जुन 3x² छ यसलाई भित्र मल्टिप्लाई गरिदिउँ। ठिक छ? यदि मैले यसलाई भित्र मल्टिप्लाई गरेँ भने 3 2 जा 6 हुन्छ, x² x मल्टिप्लाई भएर x को पावर 3 हुन्छ। त्यसै गरी यो 3x² त -1 मा नि मल्टिप्लाई हुन्छ, सो यो हुन्छ -3x²। बुझ्नुहुन्छ? यो हाम्रो y आयो। अब हामीले यसको डेरिभेटिभ गर्छौँ, dy/dx निकाल्छौँ भने यो हुन्छ d6x³ - 3x² अपन dx। अब यसलाई छुटा छुटै डेरिभेटिभ गर्नुहोस्, भर्खरै माथि गरे जस्तै। एन्सर कति आउँछ तपाईहरुले भन्नु पर्यो। x² 18x² -6 माइनस कति भन्नुभयो? 18x² -6x 18x² - 6x। गुड। यहाँनिर k इन्टु एफएक्स जस्तो हुन्छ, 6 बाहिर निस्क्यो। यहाँनिर पनि k इन्टु एफएक्स छ, 3 बाहिर निस्किन्छ। अब हामी डेरिभेटिभ गर्छौँ x क्युबको, त n x को पावरमा n - 1, यहाँ पनि n x को पावरमा n - 1। भनेपछि कति हुन्छ यो? 6 3 जा 18 x² 3 2 जा 6x। अब यसबाट 6x कमन लिन मन छ भने लिँदा नि हुन्छ, नलिँदा नि केही फरक पर्दैन, यतिकै छोड्न नि पाइयो।
फोर्थमा चाहिँ एन्सर सायद कमन लिएर दियो x minus त्यति हुन्छ कोही हुनुहुन्छ जसले बुझ्नु भएन भन्नुहोस् यदि बुझ्नुभयो भने आई गरेर फोटो पठाउनुहोस् 3 को डबल आई को सेकेन्ड नम्बर गरेर पठाउनु पर्यो क्वेसन रहेको छ 2x स्क्वायर प्लस 1 अनि छ 3x स्क्वायर माइनस 2 यसलाई नै मल्टिप्लाई गरेर अनि डिभाइड गर्नुभयो भने सजिलो हुन्छ यु इन्टु बी लगाइराख्नु पर्दैन ओके सर मैले प्रोडक्ट रुल लगाएको थिएँ तर मलाई किन लागिरहेछ तपाईले यो अहिले गर्नु भएको छैन पहिलाको फोटो कपी हो र नडाटिकन भन्नु त आराध्या होइन सर होइन पछाडि लेखेको छ त्यही भएर बिचमा गलत ए अहिले नै गर्नु भयो नि हजुर हजुर ओके ठिक छ त्यसो भए तपाईले यु इन्टु भी बाट गर्नुभयो यु इन्टु भी प्लस भी इन्टु यु को डेरिभेटिभ ठिक छ 3 2 2 को 0 भेरी गुड 24 12 24 6 minus 2 2x कमन लिनुमा 2x स्क्वायर माइनस 1 ठिक छ भेरी गुड तपाईले यु इन्टु बी बाट गर्नुभयो प्रोडक्ट रुल मनीष यादव र निश्चलको पनि आएको रहेछ निश्चलले के गर्यो मल्टिप्लाई गर्यो 2 3 6 2 2 4 अनि यसको भयो 24 2x 0 ठिक छ निश्चलको ठिक छ है मनीष यादवको मल्टिप्लाई गर्नुभयो तर जोडघटा गर्नुभयो रहेछ लास्टमा गएर गर्नुभयो अब समस्या के छ तपाईको भन्दाखेरि इक्वल्स टु कतै पनि लेख्नुहुन्न मनीषजीको लागि भन्दैछु यो हरेक लाइन नयाँ टर्म जस्तो देखिरहेछ तर हामी माथिबाट करेक्टेड छ डेरिभेटिभ जहाँबाट गर्दैछौँ सो बीचमा जहाँ इक्वल्स टुहरू चाहिन्छ त्योहरू लेख्नुपर्छ है गोविन्द यादवजीको आयो अनि डेरिभेटिभ गर्नुभयो ठिक छ भेरी गुड तपाईको पनि एउटा लाइनमा इक्वल्स टु छैन जस्तो छ ओके बाँकी जुन हाम्रो स्टुडेन्टहरू हुनुहुन्छ उहाँहरूले पठाउनु भएन ल पूर्णिमाजीले पठाउनु भयो उहाँले पनि यु इन्टु भी गर्न खोज्नु भएको जस्तो छ तर अलिकति लेख्दा समस्या आयो पुरै मजाले फर्मुला तपाईले अप्लाई गर्नु भएको छैन यदि हामी यु इन्टु भीबाट नै गर्छौँ भने
एउटा त मल्टिप्लाई गरेर त गर्न सबैले सक्नुभयो है। यदि u इन्टु v बाट गर्छौँ भने कसरी गर्ने त्यो पनि हेरिहालौँ र पूर्णिमाजीको जहाँ मिस्टेक छ त्यो चाहिँ सच्याउनु होला है हेरेर। हामी यसको डेरिभेटिभ गर्दैछौँ। सो 2x² + 1 छ र 3x² - 2 छ। d/dx लगाइदिए अनि अब इक्वल्स टु दिन्छ। हामी u इन्टु v को जुन फर्मुला पढाएका छौँ डेरिभेटिभमा, फर्मुलाले भन्छ पहिला u को डेरिभेटिभ गर्नुहोस् अनि v को डेरिभेटिभ इन्टु v प्लस v को डेरिभेटिभ गर्नुहोस् अनि इन्टु u। त यहाँनिर u भन्ने कुरा यो हो र v भन्ने कुरा यो। सो 2x² + 1 को डेरिभेटिभ अनि इन्टु 3x² - 2 बिचमा यहाँ प्लस लेख्नुपर्छ र पूर्णिमाजीको यहाँ तल dx पनि छैन, त्यो कुरामा ध्यान दिनुपर्छ है। र v को डेरिभेटिभ गर्दैछु। सो d3x² - 2 अपन dx चाहिँ लेख्नु पर्यो इन्टु u भनेको छ तपाईको 2x² + 1। अब 2 भन्ने कुरा बाहिर आउँछ, x² को डेरिभेटिभ 2x को पावर 2 - 1 हुन्छ र 1 को डेरिभेटिभ 0 हुन्छ। मैले डाइरेक्टली गरिदिएँ र यसमा डेरिभेटिभ गर्नु छैन, जस्ताको त्यस्तै भयो। यहाँ पनि 3 भन्ने कुरा बाहिर आउँछ, x² को डेरिभेटिभ 2x को पावर 2 - 1 हुन्छ, 2 को डेरिभेटिभ 0 हुन्छ किनकि त्यो कन्स्टेन्ट हो र यो कुराको डेरिभेटिभ गर्नु छैन। भनेपछि कति आयो त यो 2 to 4 x आउने भयो, 3x² - 2 यहाँ चाहिँ 3 to 6 x आउँछ र 2x² + 1 मल्टिप्लाई गर्न मन छ भने गरिदिनुहोस्। 4 3 12 x³ - 8x 6 2 12 x³ + 6x 12x³ र 12x³ जोडिएर 24x³ भयो र -8x र +6x गरेर -2x हुन्छ। कमन लिन मन छ भने 2x कमन आउने रहेछ। सो 12x² - 1 बाँकी रहन्छ। यहीँनिर छोड्दा नि हुन्छ एन्सर, कमन लिनै पर्छ भन्ने हुँदैन। ल u इन्टु v बाट गर्नु परेको भए यसरी हुन्छ, हैन भने डाइरेक्टली मल्टिप्लाई गरेर नि गर्न मिल्यो। तपाईहरुलाई जुन सजिलो लाग्छ त्योबाट गर्नु होला। अब आजको चाहिँ हाम्रो टाइम सकिएको छ हुनाले अब भोलि कन्टिन्यू गर्छौं हामी। तर तपाईहरुले जहाँसम्म सक्नुहुन्छ प्र्याक्टिस चाहिँ गर्नु पर्यो र मेरो सजेसन 2 नम्बर फेरि एकचोटी गर्नु होला, किनकि मैले सबै क्वेशनलाई अब यही गर्दिए, के तपाईहरुले गर्नुभयो होला। सो एक्चुअली 2 नम्बरलाई फेरि गर्ने र 3 नम्बर र त्यसपछाडिको पनि जे सकिन्छ गर्ने, सार्ने काम चाहिँ नगर्ने। बरु साथीहरुबाट सिक्दा हुन्छ, सिकेर बुझेर फेरि आफूले गर्ने, हैन भने कतैबाट न इन्टरनेटबाट होस् अथवा तपाईले पुरानो कपी हेरेर त्यसै सार्ने काम चाहिँ नगर्नु होला। किनकि त्यही सारेर समस्या भएको छ तपाईहरुलाई, आफूले गर्न जान्नुपर्छ। हुन्छ, आजलाई यति गर्छौं। Have a good day. ल सर अब कलेजमा भेटौँला।